सबैलाई नमस्कार अनि स्वागत छ डिजिटल वेल्थमा, जहाँ हामी सिक्छौँ, बुझ्छौँ र अगाडि बढ्छौँ। म तपाईको साथीसँगै आवाजको सहयात्री समकालीन नवीन सुनारको तर्फबाट। आज म तपाईलाई एक यस्तो कथा सुनाउँदैछु जुन केवल कथा होइन, एक सम्झना हो, एक आशा हो अनि एक प्रतीक्षा। धनबहादुर तामाङ मकवानपुरको एउटा सानो गाउँमा जन्मिएका थिए। उनका बाल्यकालका दिनहरू खेतीपाती गर्दै खुल्सामा पौडी खेल्दै बिते। जीवन राम्ररी बुझेका थिएनन्, तर समयसँगै गाउँको गरिबी, बाबुबुरु, आमा छोराछोरीको पेट पाल्नु पर्ने जिम्मेवारीले उनलाई समयभन्दा अघि बुढो बनाइदियो। एक दिन उनले गाउँकै एकजना फर्किएको परदेशी साथीको चिटिक्कको मोबाइल, सुनको सिक्री र नयाँ मोटरसाइकल देखे। त्यस दिन उनले निदो गरे, म पनि परदेश जान्छु, बुवा आमालाई सजिलो पार्छु, छोराछोरीलाई राम्रो स्कुलमा पढाउँछु। त्यही बेलादेखि उनको प्रदेश जाने सङ्घर्ष सुरु भयो। घरको थोरै जमिन धितो राखेर एजेन्टलाई 1.5 लाख बुझाए। उनले बाचा गरे, कतारको ठुलो कम्पनी हो, मासिक 50,000 रुपैयाँ तलब हुन्छ, खान बस्न पनि फ्री। धेरै सपना बोकेर उनी उडे स्वदेशको आकाशबाट पर्सि नयाँ जिन्दगीका लागि। तर कतार पुगेपछि सपना त केही दिनमै ध्वस्त भयो। कम्पनीले उनको राहदानी खोस्यो, करारमा लेखिएको भन्दा आधा तलब दियो। खाना बेस्वाद, तातो घाममा दिनमा 12 घण्टा पसिना बगाउनु पर्दथ्यो। सुरुवाती दिनमा उनले सोच्थे सहनुपर्छ, भोलिको दिनमा राम्रो होला। तर दिन बित्दै गए, शरीर थाक्दै गयो। कम्पनीले बिदा दिन्नथ्यो, बिरामी हुँदा पनि काममा पठाउँथ्यो। एक दिन काम गर्दै गर्दा क्रेनबाट फ्लाम खस्यो। सिधै उनको हातमा। तातो बीच बाटोमा लडेका धनबहादुरको चिच्याहेले पनि साहुले एम्बुलेन्स बोलाएन। साथीहरूले उठाएर अस्पताल पुर्याए। उपचारको क्रममा तलब रोकिन्छ, कम्पनीका तर्फबाट सहयोग बन्द हुन्छ। 3 महिनापछि उनलाई नेपाल फर्काइयो। अब भने अपाङ्ग शरीर लिएर विमानस्थलमा उत्रिँदा उनको मन रुन्छ। यही नै हो परदेशको कमाई। मलाई यो जिन्दगीले कहाँ पुर्यायो, मलाई यो जिन्दगीले कहाँ पुर्यायो। कहिले हँसायो, कहिले रुवायो, कहिले हँसायो, कहिले रुवायो। आफ्नैसँग छुट्याएर एक्लो बनायो। मलाई यो जिन्दगीले कहाँ पुर्यायो, मलाई यो जिन्दगीले कहाँ पुर्यायो।
गाउँमा फर्किएपछि पनि समस्याहरूले छोडेन। ऋण थुप्रिएको थियो, शरीरले साथ दिँदैन थियो। समाजको दृष्टिले पनि उनलाई अब काम गर्न नसक्ने भनेर हेर्न र हेप्न थालियो। कहिलेकाहीँ रातभरि निन्द्रा लाग्दैन थियो। छोराछोरीको अनुहार हेरेर आँसु पुग्थ्यो। तर धनबहादुरले हिम्मत हारेनन्। उनले आफू जस्तै परदेशबाट अपाङ्ग भएर फर्किएका युवाहरूसँग समन्वय गरे। गाउँमै साना हस्तकला तालिम, बाख्रा पालन कार्यक्रम सुरु गरे। सरकारसँग पहल गरेर अपाङ्गता भत्ताको व्यवस्था मिलाए। छोराछोरीको शिक्षामा जोड दिए। उनको अभियान अहिले 50 भन्दा बढी परिवारका लागि प्रेरणा बनेको छ। उनले सिकाए, परदेश जानु दोष होइन, तर थाहा नपाई जोखिम लिनु जिन्दगीकै महान गल्ती। आदरणीय दर्शक श्रोता, यस्तै कथा, प्रेरणा र जीवन बदल्ने मनोरञ्जनात्मक सामग्रीको लागि डिजिटल वेल्थसँग जोडिनुहोला। उक्त कथा मन परेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै अर्को नवीनतम श्रृङ्खलामा भेट हुने आशा गर्दै म तपाईँकै आवाजको सहयात्री समकालीन